ल यो मैट्रिक्स मेथड एकदम इम्पोर्टेन्ट है ओ म्याथको। अब यसमा दुईटा इक्वेसन दिएको छ 4x - 9/y + 11 = 0 एन्ड 6/y - 3x = 8। अब यसलाई मिलाउँदाखेरि के गर्नु भने यो x र y लाई सँगै राखेर कन्स्ट्यान्टलाई चाहिँ उतापट्टि लगिदिनु है। त्यही भएर मैले मिलाइदिएको छु 4x - 9/y = -11। अब यसको चाहिँ x अगाडि राख्दै छु मैले -3x + 6/y = 8। अब यसलाई म्याट्रिक्स फर्ममा लेख्ने हो। राइटिङ I and I इन म्याट्रिक्स फर्म। म्याट्रिक्स फर्ममा लेख्दाखेरि अब के गर्नुपर्छ भने यी मिलेर राखेको छ नि हेर्नु त 4 - 9 अनि -11। अब यसको फेरि -3 6 8। अब यो हेर्नु है x को चाहिँ जस्ताको जस्तै x अनि यो y चाहिँ 1/y को फर्ममा छ त्यही भएर 1/y लेखे। अब लेट गर्नुपर्छ लेट ax = b। अब फर्स्टमा डिटर्मिनेन्ट अफ a निकाल्ने हो। डिटर्मिनेन्ट अफ a निकाल्दा के गर्नुपर्छ भने यो a को डिटर्मिनेन्ट निकाल्दा 4 × 6 माइनस -3 इन्टु -9 गर्यो भने -3 आउँछ। अब -3 आउने बित्तिकै a इन्भर्स एक्जिस्ट भयो। एडजोइनिङ a निकाल्न के गर्ने भने यो दुईटा इन्टरचेन्ज गर्ने हो अनि यसको चाहिँ साइन चेन्ज गरिदिने हो है। त्यो गर्दाखेरि 6 9 3 4 हुन्छ। अब a इन्भर्स भने के हो भने 1/डिटर्मिनेन्ट अफ a एडजोइनिङ a 1/-3 अनि यो एडजोइनिङ a लेखा हो। अब x को फर्मुला हेर्नु है x = a इन्भर्स b हुन्छ। यो a उता जाँदा डिभाइड हुन्छ अनि लज अफ इन्डिसेस लगाएको है। a माथि जाँदा a इन्भर्स भएको x = a इन्भर्स b। अब 1/-3 a इन्भर्स भनेर लेख्यौं अनि b भने यो छ यहाँ -11 र 8। अब यो मल्टिप्लाई म्याट्रिक्स मल्टिप्लिकेसन सिम्पली 6 × -11 + 9 × 8 अनि 3 × -11 + 4 × 8। यो गर्दाखेरि 6 र -1 आउँछ। अब यसले दुईटैलाई मल्टिप्लाई गर्ने हो है। फर्स्टमा 1/-3 × 6 गर्यो भने -2 आउँछ अनि 1/-3 × -1 गर्यो भने 1/3 आउँछ। अब कम्पेयर गर्नु पर्यो यता हामीलाई x भने त छ नि x र 1/y छ त्यही भएर x को भ्यालु के हो -2 अनि 1/y भने 1/3 हुन्छ त्यो भने y = के भयो 3। देयरफोर x = -2 एन्ड y = 3।